आजको मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ मैले बिहान बिहानै उठेर तरकारी पकाउन लागेको। तेल सेल हालेँ, प्याज स्याज हालेँ, अनि जिरा मेथी सबै थोक हालेर अनि आलु भुट्न लाएँ। अनि आलु चाहिँ हामी चाहिँ 3 जना छौँ कि घरमा, अनि त्यसपछि 3 जनालाई तरकारी पकाउनलाई धेरै पकाउनु पर्दैन, थोरै पकाउने। अनि मैले आलु सालु काटेर ठिक्क पारेको थिएँ। अनि त्यही आलु हालेँ, अनि अदुवा लसुनको पेस्ट खुर्सानी पनि छ कि त्यहाँ है, तिनटैको पेस्ट हो। अनि बेसार हालेँ, बेसार हालेर सबै थोक हाल्ने तयारीमा थिएँ कि। अनि त्यसपछि बेसार मसला नुन सबै हालेर भुट्न लाएँ। अनि त्यसपछि आज चाहिँ अलिक तेल धेरै भएछ। अनि खुर्सानी सुर्सानी धुलो सबै थोक हालेँ कि मैले। अनि त्यसपछि भुट्दै 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 रातो रातो बनाएपछि अनि अलिक हुन्छ नि त, अनि टमाटर हाल्ने बेला भयो। अनि टमाटर समाटर हालेँ, अनि टमाटर हालेर नि एकछिन चलाएँ। अनि चलाउँदै चलाउँदै अलिक गलेर रातो रातो भयो क्या टमाटर गलिसकेपछि। अनि मैले अब आज चाहिँ फर्सी र आलुको तरकारी हो कि, यो चाहिँ जुकुने फर्सी हो, अर्को डल्लो फर्सी होइन। अनि त्यसपछि यसलाई नि भुट्दै भुट्दै पकाउन लाग्यो, कराई हल्लिरहेको थियो। अनि त्यसपछि मैले भुटिरहेँ कि, त्यही पनि भुटिरहेँ। अनि भुट्दा भुट्दै गल्दै जान्छ क्या तरकारी, अनि गल्दै गयो। अनि त्यसपछि अनि मैले सबै थोक उस गरेर छोपेर अनि एकछिन छोडिदिएको त तरकारी गलिरहेको थियो। अनि आजको मिनी ब्लग यति नै, ल बाई टाटा, लभ यु सो मच।